नमस्कार यहाँहरु सबैलाई। फेरि पनि एउटा कुरा मनमा तरङ्गित भयो। त्यसकारणले त्यो तरङ्गित भएको कुरा चाहिँ शेयर गर्नलाई यहाँ उपस्थित भएको छु। कुरो के छ भन्दाखेरि दुःख, मानिसको जीवनमा दुःख रहिरहन्छ। अविरल आउने जाने क्रम जारी रहन्छ। यो दुःख चाहिँ अभावको कारणले पाइन्छ कि अज्ञानताको कारणले पाइन्छ भनेर यो खुल्दुली मनमा आउँदै गर्दाखेरि एकजना मुक्त पुरुष जसले ज्ञान प्राप्त गर्नुभयो उहाँले आफ्नो अनुभव सेयर गरेको कुरा मलाई याद आएर यो चाहिँ म सेयर गर्न चाहन्छु। उहाँले त्यो ज्ञान प्राप्त गर्नुभन्दा अगाडि अर्को कुनै गुरु जसको दीक्षा पाइसकेपछि उहाँले जति पनि भेट्नुभयो टेस्टिमोनियलहरू भनौँ न, जति पनि दीक्षित व्यक्तिहरूसँग भेट भयो र उहाँहरूको चाहिँ टेस्टिमोनियल अनुसार चाहिँ त्यो दीक्षित व्यक्तिहरूको जीवनबाट दुःख भन्ने कुरो रहेन अथवा दुःखमुक्त भए भन्ने कुरा थाहा पाइसकेपछि उहाँले त्यो ज्ञान प्राप्त गर्नुभन्दा अगाडि आफू पनि उहाँ त्यो गुरुको चाहिँ विद्यार्थी ज्ञान लिनु पर्यो भनेर निवेदन हाल्नुभएछ। अनि निवेदन दिएपछि वर्षौंको इन्तजारपछि प्रतीक्षापछि चाहिँ उहाँलाई कल आयो। अनि त्यत्रो आफूले इच्छाएको गुरुकोबाट हामीले ज्ञान सिक्न पाउने भए भन्ने कुरा चाहिँ उहाँलाई भइसकेपछि उहाँले फुल एक्साइटमेन्टमा चाहिँ जानुभयो भेट्नलाई गइसकेपछि भयो के त भन्दाखेरि अब आज अफिसमा गयो, भेट भयो, भोलिदेखि चाहिँ त्यो लेसन सुरु हुन्छ होला भनेर उहाँले चाहिँ जुन अपेक्षा गर्नुभएको थियो त्यसको विपरीत हुनुभयो। के भने गुरुले चाहिँ उहाँलाई एउटा पेन र पेपर दिनुभएछ र त्यो पेन र पेपरमा चाहिँ के भन्नुभएछ भने तिम्रो जति पनि जीवनको चुनौतीहरू छ, च्यालेन्जहरू छ, समस्याहरू छ, त्यो चाहिँ यहाँ यो पेपरमा लेख्नु भनेर भन्नुहुन्छ। सम्झी लेख्नु। अनि उहाँले चाहिँ त्यो पेपर लिएर एउटा कोठामा बसेर जति पनि च्यालेन्जहरू छ सम्झी लेख्दाखेरि 50वटा समस्याहरू उहाँले चाहिँ लेख्नु भएको छ। त्यो पेपर र पेन लिएर फेरि गुरु कहाँ जानुभयो। त्यो 50वटा च्यालेन्जहरू हेरिसकेपछि गुरुले के भन्नुभयो भने सो हेरिसकेपछि ल मैले बुझेँ यो तिम्रो चाहिँ 50वटा समस्या दिइरहेछ। केही समस्याहरू चाहिँ एकअर्कासँग मिल्दाजुल्दा पनि छन्। त्यसलाई अझै समराइज गरेर लिएर आउनु, 4 महिनापछि आउनु भन्छ। अनि ऊ गयो। अनि 4 महिनापछि बडा मुस्किलले 50लाई चाहिँ 15 बनाएर आएछ। अनि 15वटा समस्या लिएर गुरु कहाँ जाँदाखेरि त्यो पेपर हेरेपछि गुरुले के भनेछन् भने ल अझै 6 महिना लिनु टाइम, यो 15बाट पनि अझै यसलाई समराइज गर्नु, छुट्याउनु भनेर भन्यो। अनि 6 महिनापछि उसले 15लाई 9 बनाएछ। 9वटा समस्या लिएर गएछ जुन चाहिँ ज्ञानबाट उसले ज्ञान अथवा शिक्षा दीक्षा लिएर चाहिँ त्यो समस्या समाधान गर्न चाहन्थ्यो। त्यो 9वटा पेपर प्रश्न हेरिसकेपछि समस्याहरू हेरिसकेपछि गुरुले के भन्नुभएछ भने अझै 6 महिना लिनु, त्यसपछि आउनु। अब अर्को 6 महिना फेरि प्रतीक्षा। त्यो 6 महिनासम्म उहाँले त्यो आफ्नो समस्याहरूको लिस्टलाई चाहिँ हेर्दै समराइज गर्दै गरेर बडा मुस्किल 5वटा बनाउनुहुन्छ। यो 5वटा समस्या चाहिँ उहाँले लेखेर जानुभयो फुल एक्साइटमेन्टमा। अब चाहिँ मैले मेरो
शिक्षा दीक्षा चाहिँ सुरु हुन्छ भन्ने उहाँलाई लाग्यो। अनि त्यो 5वटा समस्या लिएर गइसकेपछि गुरुले चाहिँ त्यो पेपर हेर्नुभयो। हेरिसकेपछि के गर्नुभयो भने फेरि उहाँलाई एउटा कोठामा लगेर कोठामा बसालेर होइन त्यो पेपर र पेन दिएर ल अझै सोच्नु 5 घन्टा टाइम दिन्छु, अझै मूल समस्या के हो त्यो खोज्नु भनेर भन्छ। 1 घन्टा भयो, 2 घन्टा भयो, 3 घन्टा भयो, 5बाट 4 हुन सकेन। त्यसपछि उहाँले चाहिँ अन्तमा के गर्नुभएछ भने त्यो पेपरमा चाहिँ अर्को नयाँ पेपर ल्याएर मेरो जीवनको समस्याको जड चाहिँ मै आफै हो भनेर लेखेर जानुभएछ। त्यो हेरिसकेपछि बल्ल उहाँलाई दीक्षा दिन चाहिँ सुरु गर्नुभएछ। मोरल अफ द स्टोरी के रहेछ भन्दाखेरि जुन अभावको कारणले या अज्ञानको कारणले दुःख हुन्छ भन्ने जुन छ त्यो ज्ञानको यात्रा ज्ञान मार्गमा हिँड्नको लागि पहिलो चरणको चाहिँ बुझाइ के रहेछ भन्दाखेरि समस्या बाहिर होइन, समस्या म भित्रै छ भन्ने जब बोध हुन्छ त्यसपछि मात्र त्यो व्यक्ति ज्ञान मार्गमा अगाडि बढ्न चाहन्छ। ज्ञान भन्नुको तात्पर्य चाहिँ शरीर, मन र बुद्धिको होइन। धेरै किताब पढेर आउने ज्ञान, व्यायाम प्राणायाम गरेर शरीरलाई मजबुत बनाउने ज्ञान, मनलाई शान्त बनाउने ज्ञान र बुद्धि बढाउने ज्ञान, त्योभन्दा पनि माथिको चेतनाको ज्ञान। त्यो चेतनाको ज्ञान आइसकेपछि त्यो व्यक्ति बल्ल ज्ञान मार्गको ढोका, त्यो व्यक्तिलाई ज्ञान मार्गको ढोका खुल्छ भन्ने आशय हो। यहाँहरूले कति रिलेट गर्नुहुन्छ होइन? मेरो जीवनमा समस्या छ, बच्चाबच्चीको कारणले, श्रीमान या श्रीमतीको कारणले, साथीभाइले धोका दिएको कारणले, या समय परिस्थितिले साथ नदिएको कारणले, या देशको परिस्थितिको कारणले, अथवा पाइला पाइलामा धोका दिने मान्छे भेटेको कारणले के हो त्यो कारण? वास्तवमै त्यही हो त? कमेन्ट गर्नु होला। आशा छ सबै स्वस्थ र मस्त हुनुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु भन्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच टु अल अफ यु।